के अबको केही वर्षमा नेपाल साँच्चीकै सिङ्गापुर बन्न सम्भव छ? आउनुहोस् वास्तविकताको धरातलमा बसेर चर्चा गरौँ। दशकौँदेखि नेताहरूले बाँड्दै आएको यो सपना नयाँ राजनीतिक माहौल र बालेन सरकारको आगमनपछि साकार होला त? काठमाडौँको मेयर हुँदा बालेन शाहले देखाएको कार्यशैली र अहिले प्रधानमन्त्रीको रूपमा कडा कदमले जनतामा एउटा नयाँ आशा त जगाएको छ। भ्रष्टाचार विरुद्धको निर्मम अभियान र सरकारी सेवामा आएको डिजिटल क्रान्तिले सुशासनको जग त बसालेको छ, तर के यतिले मात्र सिङ्गापुरको स्तरमा पुग्न सक्छौँ? तथ्याङ्कलाई हेर्ने हो भने सिङ्गापुरको प्रति व्यक्ति आय झन्डै $80,000 छ, जबकि नेपाल अझै $1,500 आसपास सङ्घर्ष गर्दैछ। विश्व ब्याङ्कको पछिल्लो रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धि दर केही सुधारोन्मुख देखिए पनि सिङ्गापुर बन्न हामीलाई लगातार 2 दशकसम्म 10% भन्दा माथि डबल डिजिट ग्रोथ आवश्यक पर्छ। बालेन सरकारले ल्याएको नयाँ आर्थिक नीति र विदेशी लगानीकर्तालाई दिएको सुरक्षाले सकारात्मक सङ्केत त दिएको छ, तर यो यात्रा अझै लामो र चुनौतीपूर्ण छ। सिङ्गापुरको विकासको मेरुदण्ड उसको कनेक्टिभिटी हो। नेपालमा एउटा गौरवको आयोजना सकिन वर्षौँ लाग्ने पुरानो रोग अझै पूर्ण रूपमा निको भइसकेको छैन। बालेन सरकारले फास्ट ट्र्याक मोडलमा काम गर्न सुरु गरेको छ। वन एन्ड र जग्गा प्राप्ति जस्ता जटिल कानुनी प्रक्रियालाई सहजीकरण गर्ने प्रयास भइरहेको छ। यदि हाम्रा जलविद्युत आयोजना र अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन भए भने हाम्रो अर्थतन्त्रले ठुलो फड्को मार्ने निश्चित छ। सहर चिल्लो हुनु मात्र विकास होइन, त्यहाँका मानिसको जीवनस्तर कस्तो छ भन्ने कुरा मुख्य हो। दैनिक विदेशी नै युवा शक्तिलाई स्वदेशमै रोक्न बालेन सरकारले स्टार्टअप हब्स र सिपमूलक शिक्षामा लगानी बढाएको छ। जबसम्म नेपाली युवाले खाडीको गर्मीमा होइन, आफ्नै देशको माटोमा भविष्य देख्दैनन्, तबसम्म भौतिक विकासले मात्र सिङ्गापुरको सपना पुरा हुँदैन। बालेन सरकारको आगमनले एउटा दरिलो सुरुवात त गरेको छ, तर सिङ्गापुर बन्न 25 देखि 30 वर्षको अटुट मेहनत र स्थिर राजनीति चाहिन्छ। तपाईँलाई के लाग्छ, बालेन शाहको नेतृत्वमा नेपाल साँच्चै बदलिएला त? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नका लागि हामीसँग जोडिनुहोला। धन्यवाद।